हेलो नमस्ते गुड आफ्टरनुन तपाईहरु के गर्दै हुनुहुन्छ म चाहिँ काममा जान लागेको अनि सबैजना सन्चै हुनुहुन्छ होला म चाहिँ अब यतिकै काममा जान लागेको साथीहरु के गर्नु तपाईहरु खाना खानु भयो त म चाहिँ अब भर्खरै काममा जान लागेको सबैजना देखिसक्नु हुन्छ म चाहिँ आज मात्रै ढिलो भइरहेको छ गर्नु हेर न साथीहरु अहिले चाहिँ मेरो मौसम पनि यस्तो राम्रो छ हैन अनि अहिले चाहिँ जापानमा चाहिँ 2:30 भइसक्यो अहिले चाहिँ मैले शान्ति बजी बल्ल भ्लग बनाउँदैछु साथीहरु अनि अब काममा आइपुग्न लागिसक्यो म चाहिँ अनि अहिले चाहिँ यहाँ सिङ्गो छ हेर साथीहरु सिङ्गो छ अनि म चाहिँ काममा आउनु लागिसक्यो अनि लास्टै थकै पनि लागेछ हिजो पनि लास्टै ड्युटी भएको आज लास्टै ड्युटी भएको म अहिले चाहिँ लास्टै भिडियो बनाएको यहाँ भिडियो भएर म चाहिँ अब मेरो काममा आइसकेँ साथीहरु चाहिँ साथी आइसकेको रहेछ म चाहिँ भर्खरै काममा आएको भिडियो बनाउने भनेको भिडियो पनि यस्तै भइरहेको छ अनि म चाहिँ जाँदै हो रेस्टुरेन्ट अनि ठाउँमा आइपुग्यो साथीहरु म धेरै बोलाउनु मिल्दैन साथीहरु अहिले चाहिँ राति परिसकेको छ हामी चाहिँ घर जाँदै हो अहिले चाहिँ अनि हेरौँ न कति 1 बजिसक्यो 12:30 बजी सकिन लागेको चाहिँ अब चाहिँ हामी घर जानुपर्ने हुन्छ साथीहरु अनि मेरो भ्लग चाहिँ हेरिदिनु होला भोलि 10 बजेतिर आउँछ मेरो भ्लग हेरिदिनु होला अहिले चाहिँ राखेको ल लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला हेलो साथीहरु अहिले चाहिँ राख्न सकिएको छ अनि म चाहिँ अहिले जान लागेको अनि अहिले चाहिँ अब ममको बर्थडे हो आज चाहिँ अब ममलाई चाहिँ केक लिन जान लागेको अहिले तपाईहरुलाई देखाउँछु के गर्दै हुनुहुन्छ म चाहिँ हिँड्दै हो बाटोमा अहिले चाहिँ हाम्रो क्लास सकिएर हामी चाहिँ आज यता हाँसीतिर डुल्दै छौं अनि आज चाहिँ ममको बर्थडे हो हाम्रो खाइसकेको ममको बर्थडे अनि हामी चाहिँ केक लिन जाँदैछौँ म र साथी अनि के कस्तो छ तपाईहरुलाई देखाउँछु म अहिले चाहिँ एकदम राम्रो हरियाली भइरहेको छ यहाँ चाहिँ मौसम पनि चेन्ज भएको छ अनि लास्टै जाडो छ नेपालतिर के कस्तो छ होला अनि अहिले चाहिँ यस्तो जाडोले मर्न लागिसक्यो हो साथीहरु के जाडो छ एकदमै अनि क्रिसमस पनि लागेको छ यता त झन् अनि यहाँ चाहिँ रुखहरू पनि कस्तो दामी भइरहेको छ अनि अहिले पछि हामी केक पसल जान लागेको अनि के कस्तो छ तपाईहरुलाई देखाउँछु ल साथीहरु अनि आज के पढाइ त आनु किन हाँ के रे ओहो मेरो साथीले आज के पढ्यो त हाँ साथीहरु हामी चाहिँ केक पसला आएको अहिले चाहिँ ये साथीहरु साइकल चाहिँ कहाँ राख्ने होला साइकल चाहिँ कहाँ राख्दा ठिक हुन्छ यता माथि बाटो पल्लो साथीहरु हेर साइकल लिएर आएको अहिले हो कहाँ राख्ने यही पसल यहाँ बन्द छ के रे अनि साथीहरु केक लिन आएको हामी चाहिँ यहाँ साथीले आज कस्तो केक लिइदिन्छ त हामीले अब ममलाई हेर्नु है त हेर्नु होला है साथीहरु कोनिचिवा साथीहरु केक पसल आएको हामी चाहिँ अहिले चाहिँ कस्तो केक लिइदिन्छ त आनु ममलाई यस्तो के गर्छ कुन मन परेको यो बुढीले यो चाहिँ ममलाई चाहिँ यो ओइसी लाग्छ रे स्ट्रबेरी ओइसी भन्दै थियो स्ट्रबेरी ओइसी कता भन्छ यहाँ चाहिँ मिठो लाग्छ अरे ममलाई चाहिँ अनि नाम चाहिँ के लेखिदिने ए सुजुकी सान सुसुमे सान नि
अहिले चाहिँ केक देख्न सक्नुहुन्छ तपाईँले ओहासीनिर छ केक पसल चाहिँ अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले केकहरू अब बर्थडे छ भने तपाईँहरूले केक लिन सक्नुहुन्छ यहाँ आएर अनि यहाँ चाहिँ एकदम क्युटवाला केकहरू छ अनि केक लिन सक्नुहुन्छ तपाईँहरूले नि अहिले काटिहाल्छ नि फेरि लाउनु ए साथीहरू मेरो साथी र म चाहिँ यस्तो छौँ दुईजना यस्तो छौँ कुरा सुचुमी हो र कस्तो राम्रो देखिरहेछ आनु तब तिमीलाई चाहिँ यहाँ चाहिँ एकदम राम्रो छ भनिरहेको छ कि हेर्नु होला ल साथीहरू अनि लाइक कमेन्ट सेयर पनि गर्नु होला कि साथीहरू किनकि मैले नयाँ भिडियोहरू बनाएको पनि छु नि त तपाईँहरूलाई इन्ट्रेस्ट बनाउनको लागि कस्तो हेर त साथीहरू कति क्युट केकहरू छ यहाँ चाहिँ सबैजना आउँदो रहेछ अर्डर गरिसक्यौँ भर्खरै केक अर्डर गरिसक्यौँ अब मम्मालाई चाहिँ अब के लगाइदिने अनु फुलहरू बुकेहरू यहाँ छैन होला सायद होइन म्याक्स भ्यालु जानु होला नि म्याक्स भ्यालु जानु त फोन गरेर एकचोटि मम्मालाई ल साथीहरू अहिले भेटौँला है त के कस्तो छ तपाईँहरूलाई देखाउँछु म हेलो साथी मेरो साथी चाहिँ यो हो बेस्ट फ्रेन्डको नाममा चाहिँ छैन एकलौती बेस्ट फ्रेन्ड उर्सी खुसी मेरो साथी चाहिँ अलि लजाउँछ कि भिडियोमा चाहिँ बोल्नु हुँदैन साथीहरू अहिले चाहिँ केकहरू चाहिँ प्याक गर्दै न लास्टै चिसो छ साथीहरू यहाँ जापानमा चाहिँ अहिले चाहिँ मलाई चाहिँ लुगा लाग्ला जस्तो भइरहेको छ अनि ओबाच्यानले चाहिँ केक लिएर आउनु भएको छ हावाई अब यहाँ ओबाच्यान भनेको चाहिँ अब यहाँ चाहिँ उहाँ नेपालमा चाहिँ हजुरबाबु भन्छ अब हामी चाहिँ अहिले चाहिँ जापानिज भइसकेको छौँ साथीहरू अहिले पछि बोल्छु साथीलाई मन परेन रे त्यो फुल बुकेहरू मन परेन रे अब चाहिँ कस्तो लैदिने हो त अब अर्को पसलमा चाहिँ जाँदैछौँ हामी चाहिँ अनि त्यही हो साथीलाई मन परेन अरे अनि मलाई त झन् साथीलाई मन नपरेपछि झन् मलाई त के मन पर्ला होइन त्यही भएर जाँदैछौँ अर्को ठाउँमा जाँदैछौँ हामी चाहिँ अनि यहाँ के कस्तो छ तपाईँहरूलाई देखाउँछु मेरो साथी चाहिँ यहाँ हतार छ उसलाई चाहिँ जानलाई चाहिँ यो राम्रो छ होला होइन यति मात्रै रहेछ यो त सुकेको रहेछ झन् कामै नलाउने के भन्नु हेर न साथीहरू अघिको फुल छोडेर मेरो साथी यहाँ आएको एउटा यो लिउँ एउटा त्यो परक लिउँ त त्यही गरेँ मात्रै अब म झन् किन लिएँ म आउनु जानु झन् हिँड न तिमी र म जाऊँ यो साइकल चाहिँ कहाँ राखौँ यता छेउतिर नो पार्किङ भनेछ अनि लौ त क्यामेरासँग त सक्नु छ गाह्रो बेसी राम्रो छ नि साइकल चाहिँ योवालै त लिने होला नि होइन के चाहिँ अब लिइराख्न पर्यो किनकि साइकल लडिहाल्छ क्या फेरि त्यही भएर अलिक मजाले अनि कसरी प्याक गरिदिन्छु योलाई चाहिँ अब यत्तिकै लाने होला नि सोनामामा यहाँ चाहिँ पसलमा आएको एकछिनपछि त साथीहरू अहिले देखाउँछु म तपाईँहरूलाई यहाँ फेरि जापानमा यस्तो छन् साथीहरू रमिता छन् परेर उसलाई चाहिँ देखाउ त साथी
हेरेर मन परेर साथी। अब फेरि अर्को फेरि अघिको ठाउँमा जानुपर्ने भयो कि एउटा मात्रै राम्रो लाग्यो अरे उहाँलाई। अनि त्यही भएर मेरो साथीलाई चाहिँ एउटा मात्रै राम्रो लागेर यहाँ चाहिँ गुलाबको फुल चाहिँ। अनि मलाई चाहिँ अब सेतोहरू लगाइदिन त कस्तो कस्तो हुन्छ नि त। अनि त्यही भएर गुलाबको फुल लिन आएको हामी चाहिँ। अनि अहिले फेरि अघिको ठाउँमा जानुपर्ने हुन्छ भने चाहिँ गाडीले आवाज पनि के सुने छैन होला है साथीहरू, गाह्रो नमान्नु होला, राम्ररी हेरिदिनु होला हाम्रो ब्लग है। यता चाहिँ हेर न कस्तो पानी पर्ला जस्तो भयो, एकदमै सामी भइरहेछ यहाँ चाहिँ साथीहरू। सबै जाडोले कस्तो कस्तो भइरहेछ सबैजना, कोही जाडोले कस्तो भइरहेछ, कोही हिँडिरहेछ, सबै आफ्नो आफ्नो दुनियाँमा छ। कोही जाडोले म अघिको ठाउँमा जानुपर्ने भयो नि, साइकल त त्यही राखेछ त। ए कस्तो राम्रो राम्रो बच्चाहरू हुन्छ यहाँ त, क्युट क्युट। के भन्न चाहनुहुन्छ? नानी म नाइने मेरो त हातै पटिसक्यो। अब फेरि यहाँ फेरि आउनुपर्ने भयो साथीहरू। अनि यहाँ चाहिँ फेरि आउनुपर्ने भयो साथीहरू। कुन चाहिँ लगाइदिनु हो त? अघिकै राम्रो थियो त है, यतैकै राम्रो छ जस्तो लाग्यो। यस्तो फुल लगाइदिनु हो कि यस्तो बिरुवा एउटा रोप्छ होइन, एउटा फुल लगाइदिने क्या। मलाई पनि दिदीले लिएर आइदिएको थियो कि अस्ति हिजो। देखेन अघि त है यस्तोहरू एउटा लगाइदिने कि। अनि उसले रोप्छ नि त, उनले बर्थडेमा लिएर आइदिएको भन्ने हुन्छ नि त। कुन जुन लगाइदिनु हुन्छ, युर चोइस। राम्रो छैन त्यसो भए कुन लगाइदिने हो त? चुज गर न। अब यहाँ यस्तो चुज गर्दा गर्दा अघि पनि चुज गर्दा गर्दा यस्तो भएको थियो, अहिले चाहिँ यस्तो किन लागेछ है। म अगाडिबाट देखाउँछु, कुन चाहिँ लगाइदिनु त? यो राम्रो लाग्यो तिमीलाई? के लाग्यो? ऊ त्यो ठुलो नि यो ठुलो लगाइदिने कि कस्तो लगाइदिने हो र? यहाँ हेर्दा हेर्दा पनि कस्तो भइरहेको छ है, कन्फ्युजै भइरहेको छ कि सबै उस्तो उस्तै छ। यो ठुलो लगाइदिने? म गुलाबको लग्छ तिम्रो लगाउँदै हो त्यही लगाइदिने? त्यसो भए त्यही भयो त। त्यसो भए ल साथीहरू, अब चाहिँ हामी फुल किनिसक्यौँ, चुज गरिसक्यौँ हामीले चाहिँ। अब चाहिँ यता जान लागेको। अनि यहाँ चाहिँ सबैजना कोही सब बिजी छन् चाहिँ। अब साथीले चुज गरेको, मैले चाहिँ अब मलाई पनि थाहा छैन नि त त्यो चाहिँ खासै। अनि मेरो चोइस राम्रो हुँदैन, अरूको साथीको चोइस चाहिँ राम्रो हुन्छ। अनि त्यही भएर मैले चाहिँ अनि किनिन चाहेन। अस्ति पनि मेरो बर्थडेमा केक मन पऱ्यो भनेर केक लिएर आइदिएको थियो कि। अनि मैले पनि त के रहेछ त्यो मलाई चाहिँ एकदम बेसी लाग्यो रे, अनि मिठो लाग्यो रे। अनि त्यही भएर अहिले धेरै ठुलो उसमा मेरो साथीले चाहिँ पैसा तिरेर आइसकेछ यता। यो फुल देखाइदेऊ न त साथी। अब यति नै हो आजलाई चाहिँ। अनि त्यसो उस नकिन्ने त मलाई ब्याग पछि भन्नुपर्छ कि आज हाम्रो त अनि आज फेरि भन्दै थियो है फेरि। अब पछि सिउनी गरेर किनौँ न भन्नुपर्छ। हुन्छ, आज चाहिँ हामी यति नै गरौँ साथीहरू। अनि अहिले पछि भेटौँला है। अब ममाको घरतिर जान लागेको चाहिँ हामी, अहिले पछि भेटौँला साथीहरू। अब चाहिँ अहिले ममाको घर गएर भेटौँला। खोइ मेरो साइकल चाहिँ कहाँ छ? अन्त साथीहरू हामीले चाहिँ केक किनिसक्यौँ भर्खर। अब हामी चाहिँ लिन जान लागेको ममालाई चाहिँ। अहिले चाहिँ हाम्रो यहाँ कस्तै भइरहेको छ, सबैजनाको छुट्टी रहेछ। यो काकुको चाहिँ बल्ल छुट्टी भएको रहेछ। अनि हामी चाहिँ जान अहिले चाहिँ हामी चाहिँ गइरहेछौँ। तपाईँ हेर्न सक्नुहुन्छ। किन दिमाग तातेको साथी तिम्रो? को बुढी बिचमा आइदिएको? ओके
के गर्नु र जापानमा त रुल्स फलो गर्नुपर्छ भन्छ आफूहरू मेन रोड जान्छ के गर्नु र यस्तो छ को र ए देख्छ तिमीले अब चाहिँ हामी यहाँ गुयानमा जान्छौँ अनि ममालाई चाहिँ हामीले फुल लिइदिने अरे बुक्की अनि के कस्तो छ तपाईँहरूलाई देखाउँछु साइकल चाहिँ अलि यता राख्नुपर्छ कि है साइकल चाहिँ यहाँ अब यतिर बाजे केक झनै मरेन आज पनि त्यो बुढोले केकमा कति पुन लाग्छ भनेन होइन होइन बिग्रिन के हान्छ अरे तल हालिदिएको छ कि हालिदिएको छैन हालिदिएको छ कि उही केक त लानुपर्छ कि है अहिले मलाई मार्थ्यो धर्न केक धर्न युज भएको साइकल लडेर यहाँ केकको बिजोग छ साथीहरू अनि यहाँ चाहिँ बुगी किन्न लागेको कस्तो बुगी लिने साथी यहाँ चाहिँ बुगी लिन आएको साथीहरू हेर न क्यामेरा फेरि छिट्टै गरिहाल्छन् कि मैले यहाँ साथीहरू बुगी चाहिँ यहाँ यस्तो जापानमा चाहिँ बुगीहरू चाहिँ यस्तो हुन्छ हामीले चाहिँ खासमा बुगी किन्न लगाएको हो खासमा अनि यहाँ चाहिँ त्यो यहीँ अलरेडी नै फुले अलरेडी नै त्यस्तो हुन्छ क्या यो चाहिँ र साथीहरू कुन लिइदिने होला कुन लिइदिने हो अलि मेरो साथीले चाहिँ यहाँ बुगी छान्दैछ यो चाहिँ सक्कली फुल होइन सक्कली फुल हो अनि यहाँ चाहिँ गुलाबको फुल होइन गुलाबको फुल राम्रो होला फेरि के राम्रो होला होइन यहाँ चाहिँ गुलाबको फुल रहेछ एकदम राम्रो अनि अहिले मेरो साथीले यहाँ छान्दैछ ओके ऊ माथिको त्यो ठुलो उयो सानोवाला सबै ओइलिसके रहेछ नि फुल सबै ओइलिसके रहेछ यो चाहिँ नक्कली फुल होइन सक्कली फुल हो त्यो भएर चाहिँ कुन लाने भयो त मलाई चाहिँ अब कुन मनपर्छ पर्छ त एउटा गुलाबको फुल हेरिदिनु माथिको यो माथि थुप्रै फुलेछ नि कहाँ कहाँ साथीहरू कस्तो कस्तो फुल लिइदिने हो त नि मलाई कुन मनपर्छ अनि के थाहा कुन मनपर्छ होला कलर त राम्रो यो दुईजनाकै ठाउँ मिक्स गर्नु मिल्छ क्यामेरा चाहिँ अलि छिट्टै नतेर्साउनु भन्थ्यो क्या मलाई मैले फेरि क्यामेरा फेरि कति छिटो तेर्सिहाल्छु कि फेरि छिट्टै त्यही भएर पनि कुन गुलाबको फुल नलानु त्यो छैन ए भनेपछि राम्रो छैन कुन चाहिँ नि राम्रो लाग्यो त त्यो दुइटै यो पनि राम्रो त छ नि होइन यो तर यो राम्रो छ होला त्यो बरु भेटेको कस्तो छ हेर्न जाने फेरि त्यहाँनिर अब राम्रो भएन भने के गर्नु त ल साथीहरू अहिलेपछि बोल्छ है त अहिलेपछि यो चाहिँ अलि राम्रो लागेन अरे अनि यहाँ पनि राम्रो छैन नि त खास चाहिँ त्यही भएर पनि क्या अहिलेपछि देखाउँछु ल तपाईँहरू अर्को ठाउँमा जान्छ भने साथीहरू हामीले चाहिँ केक किनिसक्यौँ साथीलाई अनि अहिले चाहिँ केक किनिसक्यौँ हामीले चाहिँ अनि मम्मालाई चाहिँ हामीले केक किनिसक्यौँ साथीहरू अब चाहिँ जान लागेको हेर हेलो साथीहरू अब मम्मालाई चाहिँ हामीले सरप्राइज दिन आएको म र साथी अनि ल के कसो छ तपाईँहरूलाई देखाउँछु नि त साथीहरू हामी चाहिँ हिँड्छौँ निमारु सान के लाइट बनेन त निमारु सान यो होला सायद साथी मम्मालाई चाहिँ मोमो चाहिँ बोलिरहेको छ अमी दुधको चाहिँ मास भन्ने मामा ओमेदेतो गोजाइमासु हाय हाय ओमेदेतो मामा हाय किन मोजा नि खुवाल्ने हो पर्दैन होला मोजा मोजा
बर्थडेमा आएको अनि मम्माको घर चाहिँ यस्तो रहेछ वाउ सुगै ने मम्मा सुगै मम्मा नै दाइजु बुदेश मम्मा हितोरी दे दाइजु बुदे तेरे बिमु ने जुत्ता तेरे बिमु बाक्समा हो सोने मम्माले हेर न रेडी गरेर राखेको रहेछ आफ्नो तान्जु बिमु अमिते त गचाइ मास मम्मा नान्साइमा नारी मास त मम्मा हाता चिने मम्मा हाता चिने नारी मास त ल बस सबै यस्तो छन् मम्माको घर चाहिँ यस्तो दामी छ मलाई राम्रो लाग्यो ल गाइस अहिले पछि गर्छु है त साथीहरू आतो दे हानासी मास त्यो बनाउने अहिले खारो बनाउन मिल्छ अहिले चाहिँ यहाँ राखेको यो चाहिँ खोल्नु कसरी खोल्नु यहाँबाट केही त भएन नि बेतर केही त मम्मा सानो नमाए वा सुजुको सानो मम्मा केकी वा ऊ त्यहाँ राख्न मिल्छ कि है तिनजनालाई देखाउनुहुन्छ ए ऊ त नम्पालिसले छेकेको क्यामेरा यस्तो मम्मालाई केक अब के वर्ष चाहिँ हामीले बिर्सेको रहेछ अनि अहिले चाहिँ ल्याएन हामीले चाहिँ साथीहरू अब उनीहरूलाई नि हाजुकास हुन्छ नि त होइन लाज लाग्छ नि त अनि त्यही भएर ल्याएन मामा उयो म वतासी नेमास Hana. Mama, oh my god. Mama, urishikatta? Ureshii yo. Simpani eta bashi goyo hunchu da. Sam ga kiitara okoru wa. Oshite nai ne. Oshite nai. Ima mo haina mama san no tanjubi wa. Oshite nai. Oshite nai ne. Nan mo iwanai. Kere na ketako naam चाहिँ के रे? जोशी mo oshite nai. Kira oshite nai. Mama, kore hana wa deshimashita ka? Kirei yo. Kirei. Watashi no you ni kirei. Hasami de sa yakan ba.どこ行ったの？これぐらいやね。ママ今誕生日だから、ビールを飲むない？飲むよ。飲むじゃん。昨日もずっと飲むね。今日昼も飲んで。誕生日だから。3杯？いっぱいちっちゃいのよ。おお、3杯。いっぱい。そう。3杯も飲んだら寝とるよ。友達に一緒に？いや一人で。一人よ。今電話のかかってきとったよね。アジオの人から。はい、私たちはまあずっとね電話しました。ママ。ママどこになった？いた。よう分かって。まあビールの。そうよ。ここらほらジュース飲む？ジュース飲む？いい大丈夫です。なんか美味しいよこれ。寒い。長さ？寒い大丈夫。つけたそれ？いやここも大丈夫です。あっちも外も。外が寒い。寒い。ちょっと待って。長持ち。यस्तो गऱ्यो भने के हुन्छ? त्यो हुन्छ मर्दैन कुहिँदैन क्या त्यो
ケーキ食べんとか त्यस्तो आइडिया जानेको है ね खाऊ है नि ममा ね可愛いね私のように可愛いよ ममा फाटा चिका ちょっと待ってそれやったのかでこれは को राख्दै रुम पनि あこっちが ममा सामनो हे किरे 綺麗 किरे なんもなかろうがね 私たちの姉妹。狭い心狭い心じゃないところ。あらお皿やってしもたよ当時はっちゃんに皿やったかもお皿ケーキ入れるとか紙の皿があったらそこへんのあいいこれいっぱいあるはいはいこれ切らんとかねえ切りやとかね包丁できる त्यो भिडियो कतिको राम्रो भएको छ तेरो まあ सब के भएको छ जस्तो लाग्यो すごいな अन्जबिलो ओमिदेतो मामा 同キロか Happy birthday to Mikara Happy birthday ああだけど देखि नै सोने Happy birthday to you Happy birthday to you mama Happy birthday to you oh mama mama Happy ああ birthday いやありがとう Happy birthday to you mama これ外さないこれ ल ममाले चाहिँ केक काटिसक्यो हाम्रो सरप्राइज चाहिँ यही हो ममालाई चाहिँ ममाले चाहिँ केक काट्दैछ अहिले Day to you 友達はなしようね実は Day to you 友達は3人私の3人ここは仲がいいんだ ममाले चाहिँ केक खाँदा केक うん बनाउनलाई राखेको छु यता 熱い ए खुलाइदेऊ न ममालाई おいしいおいしいうんはいこれチョコレートパンそうこれね साथीहरू यहाँ चाहिँ गाह्रो छ मलाई यहाँ यो चाहिँ खाइदेऊ खुलाइदेऊ न はい मम्मा はい खोइ कहाँ खुलाइदिउँ त एउटा सानो त्यस्तो मात्रै मम्मा 慌てるとダメよ त्यो त काटा त त्यत्रो ठुलो त खान्न होला हौ अलि थोरै के खुलाउनलाई मम्मा うん美味しいもんねほんとあ हाई मम्मा うん おめでとうございますママありがとうございます ちょっとだけママおめでとうおございます。これよね यति धेरै खानेकुरा खायो कि अनि これ यहाँ चाहिँ स्प्राइट छ लौ त गोमी स्प्राइट छ अनि मामाको घर आएको हामी चाहिँ बर्थडे मनाउन आएर सबै सकिसक्यो अनि मेरो साथीहरू यता छ मामा यता あそこに後ろ मामा सानो निको मामाको उसो रे अनि मामाको चाहिँ यहाँ यस्तो धेरै यति धेरै राम्रो बनाइराखेको छ अनि यति धेरै कस्तो राम्रो छ अनि मेरो साथी फेरि ऊ हतार छ उसलाई चाहिँ फेरि जानलाई なんじゃなか हतार छ उता बसिरहेको छ यता चाहिँ मामा सानको छमा 死んだ人 सिन्दा犬ワンちゃんワンちゃん वान चान ल मामा सान हाई バイ बाई また明日ね माता आसिता मामा ゴミしてんとかないしたね बाई बाई मामा あ बाई बाई माता आसिता バイ लाइक कमेन्ट सब्सक्राइब मामा लाइक लाइक हेलो साथीहरू बाई बाई अहिले चाहिँ राखेको लाइक कमेन्ट सेयर गरिदिनु होला यो भ्लग चाहिँ भुले आउँछ ल साथीहरू बाई 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 मामा